News from Nepal as it happens. nepalnews.com. सभामुख सुभाष चन्द्र नेमाङले लोकतन्त्रमा मात्र सबै धर्म, जाति र भाषा फस्टाउन सम्भव हुने बताउनु भएको छ। ईसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सभामुख नेमाङले नेपाल धर्मनिरपेक्ष राष्ट्र भएकाले सबै धर्मका चाडपर्व नेपालको राष्ट्रिय र मलाई विश्वास छ मुलुकभरि नै यो मुलुक धर्मनिरपेक्ष मुलुक हो। यस मुलुकका सबै धर्मावलम्बीहरूका धार्मिक चाडपर्वहरू यस मुलुकका सम्पदा हुन् भनेर मान्ने सबैले थपडी बजाएर हार्दिकतापूर्वक यहाँको मागलाई समर्थन गरिरहेका होलान् भन्ने मलाई लाग्दछ। सोही कार्यक्रममा उपसभामुख चित्रलेखा यादवले सबै जाति, धर्म, भाषा, लिङ्ग र क्षेत्रलाई सम्मान गरी लोकतन्त्र स्थापना गर्न सके मात्र मुलुकमा दिगो शान्ति उत्पन्न हुनेमा जोड दिनुभयो। सधैँको निम्ति लोकतन्त्र यदि स्थापित गर्न सकेनौं भने यो मुलुकमा दिगो र शान्ति स्थापना हुन सक्दैन। त्यसकारणले यो सम्पूर्ण कुराहरूमा म आशा र विश्वास गर्न चाहन्छु सबै राजनीतिक पार्टीहरूको, संसदको र नेपाल सरकारको ध्यान अवश्य नै जानेछ। ईसाई धर्मावलम्बीहरूले आजको दिनलाई मानव जातिको मुक्तिको दिनको रूपमा मनाउँदै आएका छन्। नेपालको इतिहासमा पनि क्रिसमसको अवसरमा आयोजित यो नै पहिलो सार्वजनिक कार्यक्रम हो। ब्युरो रिपोर्ट nepalnews.com. News from Nepal as it happens. nepalnews.com.